नमस्कार। कबीर साहेबका दुहाको बारेमा यहाँहरूले धेरै सुन्नुभएको छ, तर आज म तिनै दुहामध्ये 4वटा लाइन घुघटकी पट खोलेर यो दुहाको 4वटा लाइन यहाँहरूलाई यसको अर्थ बताउन गइरहेको छु। घुघट के पट खोल रे तुझे पिया मिलेंगे। कबीर साहेब भन्नुहुन्छ, हामीले यो संसारलाई एउटा आफ्नै चस्माबाट हेरिरहेका हुन्छौँ। हामीले हेर्ने चस्मा हाम्रै भित्र जे रहेको छ त्यसै अनुसारको हुने गर्दछ। तर हामीले यो चस्मालाई एकपटक निकालेर, यो पर्दालाई एकपटक निकालेर यो संसारलाई हेर्नुपर्ने, यो जगतलाई हेर्नुपर्ने कबीर साहेब सम्झाउनुहुन्छ र उहाँ भन्नुहुन्छ, घुघट के पट खोल रे तुझे पिया मिलेंगे। अर्थात् जब हामी यो संसारलाई, यो जगतलाई हामीले लगाएको चस्मा खोलेर हेर्छौँ, त्यसपछि यो संसारमा नै पिया अर्थात् हामीलाई ईश्वर प्राप्त हुने, परमात्मा प्राप्त हुने कुरा कबीर साहेब बताउनुहुन्छ। तुझे पिया मिलेंगे। हामीले यसलाई विभिन्न अर्थ, विभिन्न कोणबाट हेर्न सक्छौँ, तर यसको वास्तविक अर्थ हुन जान्छ पिया अर्थात् परमात्मा। त्यसै गरी यो दुहाको अर्को पङ्क्ति रहेको छ, घट घट में तेरे साई बसत हे। हाम्रो प्रत्येक कण कणमा हामीले हिँड्दा, बोल्दा, बस्दा, जुनसुकै अवस्थामा पनि हामीसँगै साई अर्थात् यहाँ पनि परमात्मा नै हुने कुरा कबीर साहेब बताउनुहुन्छ। त्यसकारण उहाँ अर्को लाइन भन्नुहुन्छ यसैमा, कटु वचन मत बोल रे। अर्थात् हामीसँगै परमात्मा हुनुभएको हुनाले हामीले कुनै पनि समय गलत वचन, तितो वचन र गाली गलौजका कुराहरू नगर्नुहुने कबीर साहेब सम्झाउनुहुन्छ, किनकि हामीसँगै हरेक बखत परमात्मा हुनुहुन्छ। यो लाइन अत्यन्तै सान्दर्भिक, जीवनमा मर्मस्पर्शी छ। तपाईहरूले पनि कबीरका दोहालाई पढ्नुहोला। निकै नै रोचक र घोचक, किनकि जीवनमा हामीलाई विभिन्न कुराहरूले बेला बेला घोच्नुपर्ने हुन्छ। ती घोच्नका लागि यी लाइनहरू अत्यन्तै प्रिय छन्, मर्मस्पर्शी छन्। यसकारण कबीरका दोहाहरूमा यहाँहरूले पनि मन लगाउनुहोला। आजलाई यति नै, धन्यवाद।